परो अघि जतिकै परो परेन एउटा पनि परेन अलिक यता यता हान्नु न अब यता यतापट्टि यता यतापट्टि उँभो हैट ला आयो है 2-4 केजी जति झाले दिएन तान्नु तान्नु आयो एउटा पनि आएन अघि चाहिँ कहाँबाट झुकिएर आएछ हौ भन्दै थाहा हुँदैन त मलाई त्यो पनि कता गयो हो लो हेर्नु यहाँ माछा ला गयो तँ पनि गयो त यो बल्ल बल्ल गयो आधी केजी जतिकै छ हेर्नु न हेरिया चाहिँ टोक्थ्यो होला प्लास्टिकको झोलामा आधी किलो पुग्नु आँट्यो लु म त यहीँ बस्छु बुढाको पछि लाग्नुले गर्दाखेरि माझिँदै पोखरा माछा मारेको अरे क्या हेर्नु है म देखाइदिन्छु गाई चरी हेर्नु है माछा कत्रो कत्रो छ है हामीले माछा पारेको आज त्यो झन्डै आधी केजी जति छ माछा मार्ने मान्छे त्यता छ बेटी त सिद्धियो के सास पनि सिद्धियो मोबाइल कति पऱ्यो यता हेर्नु यता हेर्नु न हेर न अँध्रो नँध्रो भएर हेरेछ लु 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 हान्नु एकचोटि झप्प ल नेपाल आयो कि खालि माछा माछा मात्रै भन्नुहुन्छ खालि माछा मात्रै नसकिने भयो ल अब त जाउँ है तपाईँलाई त्यो पुगिहाल्छ घर हामी त खाने भए पो छ छ छ छ छ त्यहाँ छ मेरो देखिसक्यो एउटा छ त्यो सानो सानो न ठुलो यता पो दिन्छ हौ चिया खै कता गयो इस यस्तो अरे माछा पारेको जाउँ है अब लो फालिदिनुहुन्छ भुइँमा कता टिप्नु माछा मार्ने मान्छे त बोल्नुहुन्न के बिचमा हुरमा पस्यो ल कहाँ जाँदो रहेछ ल परो अल्झियो के हो ल ल ल तान्नु 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 पर्यो परेछ माछा मार्ने मान्छे ल कत्रो पर्यो झिक्यो अरे
भर्खर माछा जाली हान्नु सिकेको खै ल्याउनु न यता त्यो भुइँमा फालेर चाहिँ मात्रै टिप्दिनँ है सेतै सेतो फुत्रो फुत्रो पार्दैछ ल आइ म त हिँड्नु सक्दैन यहाँ ल खोइ तिनवटा अरे एउटा यस्तो माछा पनि पर्छ यो ऊ पनि झिङ्गे पनि रहेछ खै अर्को छैन मैले देखेन खै यहाँ रहेछ ए जाउँ है अब हेट अरे धेर खानु हुँदैन माछा यदि अब पुगिगयो त हौ त्यो त फुरिँदैछ ल है तैँले ल्या ए माथि नै फुरेर बस्यो आयो आएको छ भयो अब दुःखै चरी हेर्नु है माछा मार्न आएको यता तलबाट हामी पुल मुनिबाट आएको अब हामी घर जाने माछा मार्ने हिँड कि हिँड भन्छ मलाई खालि ल अब चाहिँ बाई बाई होला है गाई चरा अब हामी घर गई परो 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 परेन लु जम्मा भयो